गुड मर्निङ एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज यहाँहरूलाई म सँगसँगै इलामदेखि चितवनतर्फ लगेर जाँदैछु र यति बेला चाहिँ बिहानको 4 बजिसकेको छ। इलामबाट हामी हिँडिसकेका छौँ र यो चाहिँ इलामको माई खोलाको पुल हो र बिस्तारै उज्यालो भएको छ सुनमै आइपुग्दा। अनि त्यसपछि हामी चारालीमा आइपुगेर चिया खाने निर्णय गऱ्यौँ। अनि त्यहाँ एकजना सर पनि हुनुहुन्थ्यो, सरलाई वेट गऱ्यौँ। अनि खाजा पनि लिइसके पछाडि चाहिँ हामी फेरि चितवनको यात्रा तय गरेर चाहिँ फेरि हामी गाडी चढेर त्यस पछाडि सडक दमक इटारीको बाटोमा चाहिँ डाइभर्सन थियो, अलिअलि कच्ची रोड पनि हिँड्नु पर्यो। त्यही भएर चाहिँ हामी यति बेला हिँडिरहेका छौँ र बिस्तारै हामी कटारीमा आइपुगेर खाना खाने निर्णय गऱ्यौँ। सबैजनाले खानासाना खायौँ। त्यति बेलासम्म एकदम गर्मी भइसकेको थियो है। अनि त्यस पछाडि हामी फेरि त्यहाँको तातो हावा लिँदै हामी फेरि लाग्यौँ चितवनतर्फ। अनि बाटोमा पुरा निन्द्रा लागिरहेको थियो अनि खुट्टाहरू पनि पुरा सोइलिङ भएर है तातो भएर चाहिँ अनि जुत्ता फुकाएर बसिरहेको थिएँ। म चाहिँ गाडीमा पनि अनि निदाएर उठ्दाखेरि त है अनुहार पनि सोइलिङ भए जस्तै पुरा कस्तो डरलाग्दो भएछ। अनि त्यसपछि यस्तो हेरेको पछाडिको मिसहरू पनि सुत्नु भएछ, यता सर पनि निदाउनु भएछ। अनि एकदम बोरिङ मानेर चाहिँ हाम्रो गुरुजी चाहिँ गाडी कुदाइराख्नु भएको थियो। अनि त्यस पछाडि बाटोमा चाहिँ गाडीहरू देखिरहेको थियो, मैले रमाइलो लागिरहेको थियो यस्तै गाडी देखेर चाहिँ। अनि त्यस पछाडि यो चाहिँ हेटौडा बजार हो। अनि हेटौडादेखि फेरि हामी लाग्यौँ चितवनतर्फ। चितवन आइपुग्दा लगभग चाहिँ निकै राति परिसकेको थियो। अनि आएर हामी यो पार्क सफारी भन्ने होटलमा भित्र छिर्यौँ। यो होटल निकै राम्रो रहेछ। अनि त्यसपछि हामी त्यहाँनिर आएर चाहिँ रिसेप्सनमा सोधे पछाडि हाम्रो रुम अघि बुक भएको रहेछ। अनि त्यसपछि पुरा टेन्सन भएर बसेँ। अनि त्यस पछाडि रुम आइपुगेँ। इलाममा त अब चिसो छ नि त, अनि यहाँ चाहिँ यस्तो है गर्मी। अनि म त फ्रेस भएँ, लुगा थालिङ्गी छ अनि वासरुम, मैले अलिक फ्रेस भएँ। अब चाहिँ म सुत्छु, रेस्ट गर्छु खाना खाएर है। अनि यहाँको भ्यू चाहिँ म यहाँलाई देखाइहाल्छु कि यस्तो छ। यस्तो छ यहाँनिर स्विमिङ पुलहरू रहेछ। अनि यहाँ कफी बार रहेछ, यहाँ यस्तो रहेछ मेरो रुम। यहाँ तपाईँहरूलाई म एउटा कुरो देखाउँछु। यहाँनिर कफी, अनि यो चक्लेट, अनि यो रिफाइन सुगर, अनि यो चाहिँ ब्रेकफास्ट टी अरे। भोलि बिहान ट्राई गर्नुपर्छ है। राम्रो छ होटल।